अनि यता मेरो भाइ, यता चाहिँ मेरो बुढा हुनुहुन्छ, अनि यता चाहिँ मेरो बोबो। यहाँ चाहिँ पुल आइसक्यो। यस्तो राम्रो बाटो छ यहाँनिर, हामी गइरहेको छौँ। पानी परेर बाटो चाहिँ एकदमै यहाँनिर देखिरहेको छैन, गाडीहरू यहाँनिर ड्राइभ गरेको एकदम हुस्से लागेको जस्तो भइरहेछ। अनि पानी परिरहेको छ। यहाँ चाहिँ हाम्रो बागाको गाडी गइरहेको छ अगाडि। अनि एकदमै बाटोमा चाहिँ पानी परिरहेछ। आज एकदमै मौसमले चाहिँ साथ दिएको छैन। अब हेर्नु न त, भरे हाम्रो भाइ बहिनीहरूको साकेला नाच म हजुरहरूलाई देखाउँछु। तर एकदमै पानी परिरहेछ आज चाहिँ। ल भनिदिनुहोस् त बाङा, आज चाहिँ हामी विशेष किन गएको भनेर यहाँ हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् त। आज हामी चाहिँ यहाँनिर केन्टकी जाँदैछौँ। हाम्रो साखेला युङलाका साखेलामा चाहिँ हाम्रो नानीहरू, भाइ बहिनीहरू, छोराछोरीहरूलाई संस्कृतिको लागि चाहिँ हाम्रो जहिले पनि हामी छोडेका छैन। नेपाली जाति भाषी भएर चाहिँ गरिरहेछौँ अहिलेसम्मको लागि। धेरै टाढो छ यात्रामा, पानी परिरहेछ, हामीलाई अप्ठ्यारो परिरहेछ। त्यसमा अब त्यस्तै हो होइन। अब जाँदैछौँ, राम्रै हुन्छ होला भन्ने आशा चाहिँ छ। पानी रहन्छ रहँदैन। हजुर हाम्रो बाङालाई धन्यवाद। 2-4 शब्दको लागि। हामी जहाँ रहे पनि हाम्रो संस्कार संस्कृति चाहिँ भुल्नु हुँदैन भन्ने चाहिँ होइन, त्यसरी हामी अगाडि बढिरहेको छौँ। जे होस् मौसमले साथ दिन्छ होला। अब बिस्तारै बिस्तारै पानी पनि रहिरहेको अवस्था जस्तो जस्तै यहाँनिर छ। अब चाहिँ बाटो बिस्तारै बिस्तारै क्लियर पनि हुँदै गइरहेको छ। पानी पनि अलिअलि परिरहेछ। यस्तो रमाइलो बाटो देखिरहेको छ। एकदमै बाटोमा चाहिँ हरियाली भएर आएको छ। समरको टाइममा एकदमै राम्रो भएर आउँछ अनि रमाइलो पनि हुन्छ। बाटो चाहिँ यस्तो राम्रो छ, हरियाली एकदमै। बाटोमा ओर्लेर यहाँनिर चिप्स जुस लिन आएको। हामी चाहिँ यहाँ चिप्स अनि जुस ल्याएर फर्किँदैछु। हामी चाहिँ यहाँनिर भोक लागेको अवस्थामा, भोक लागेर चिप्स खाइरहेको छौँ। यहाँ चाहिँ मेरो छोरीले पनि चिप्स खाइरहेको छ। उसलाई पनि एकदमै भोक लागेर अनि यहाँ चाहिँ म चिप्स खाइरहेको छु। हाम्रो भाइ बहिनीको साकेला नाच हुन्छ अनि त्यहाँको केही रमाइलो दृश्यहरू पनि म हजुरहरूलाई देखाउँछु है त। अलमोस्ट हामी पार्क पनि आइपुग्यौँ। पानी चाहिँ परिरहेको छ अलिअलि, तर आज हाम्रो भाइ बहिनीहरूले साकेला नाच चाहिँ मजासँगले आज नाच गर्छ। यता चाहिँ हाम्रो सिनसिनिटी टोलीहरू हुनुहुन्छ। अलमोस्ट हामी सबै भेला भइसक्यौँ। अनि यता चाहिँ हाम्रो भाइ बहिनी अनि यहाँ नाना छनहरू हुनुहुन्छ। यहाँ चाहिँ उभौली साकेला थान पनि तयार भइसकेको छ। यहाँ चाहिँ हाम्रो सम्मान कार्यक्रम भइरहेछ। बागलबेनी अस्मितामलिङ यहाँलाई आदर र भेटाले स्वागत गर्दै अनुरोध गर्दछु। अहिले हाम्रो सम्मान कार्यक्रममा फेटा बान्ने यहाँ अहिले कार्यक्रम भइरहेछ। हामीले स्वागत लगाएर स्वागत गर्नै पर्ने हुन्छ। हाम्रो सिलियाङमा सिनसिनिटीको सिलियाङलाई चाहिँ यहाँ सम्मान भइरहेछ हाम्रो भाइ बहिनीलाई। हेलो, मेरो यता छन हुनुहुन्छ अनि यता मेरो बुहारी, यता भयो नानीहरू। आजको हाम्रो कार्यक्रम चाहिँ एकदमै रमाइलो गर्ने हो होइन। उभौली साकेला यहाँनिर केन्टकीमा भयो। मैले चाहिँ यहाँ चिया पनि लिइसकेँ। एकदमै पानी परेर चिसो भइरहेछ। चिया खाँदै हुनुहुन्छ। तातो तातो चियाको यहाँनिर व्यवस्थापन भइरहेछ। एकदम पानी परेर चिसो भएकोले गर्दा सबैजना यहाँ चिया लिँदै हुनुहुन्छ। सब्सक्राइब गर्नु नानाको युट्युबमा होइन, नयाँ च्यानल भन, नयाँ च्यानल नयाँ युट्युब। धन्यवाद भाइलाई। विशेष गरी यो हाम्रो साकेलामा चाहिने सामग्रीहरू हो। गरेर आउनुभएका पाहुना र अन्य मान्यजनहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। अब मैले जाने जति हजुरहरूलाई सुनाउन चाहन्छु। हामी सम्पूर्ण किराँत जाति प्रकृति पूजक हौँ र हामी प्रकृतिको पूजा गर्दछौँ। उभौली चाड अथवा
उभौली पर्व प्रकृतिको फेरबदल र चराचुरुङ्गीहरूको बसाइसराइसँग जोडिन जान्छ। शान्ति होस्, अनिका नलागोस्, कतै झै झगडा नहोस्, रोग नलागोस्, अन्न बाली फलोस्, आयु बढोस्, कुनै पनि प्राकृतिक प्रकोप नहोस् भन्दै पितृ र पुर्खाहरूलाई पूजा गर्दछौँ। हामी चाहिँ उभौली साकेला किन र कसरी मनाउँछु भनेर अघि नानाले केही कुराहरू भन्नुभएको छ। यहाँ चाहिँ खानेकुराको आइटमहरू छ होइन। यहाँ हाम्रो छर्नाले खरबुजा काट्दै हुनुहुन्छ। यहाँ खाने कुराहरूको आइटमहरू यसरी राखिएको छ। अब चाहिँ खाना सुरु हुन थाल्यो। यहाँ सबैजना खाइसकेर यहाँ चाहिँ अहिले क्यान्टकी बासीको भाइ बहिनीहरूले साकेला नाच्दै हुनुहुन्छ। अहिले हाम्रो उभौली साकेलाको प्राकृतिक पूजा भइरहेछ। उहाँहरूले यहाँनिर पूजा गर्दै हुनुहुन्छ। अनि हाम्रो यहाँ पारुआङ सुम्निमा आमज्यू हुनुहुन्छ। यहाँ क्यान्टकी बासीको पहिलो चरण चाहिँ उहाँहरूले नाच गरिसकेर जानु भइसक्यो। अब यसपछि चाहिँ हाम्रो सिन्सिनेटी बासीको पालो आउँछ। हाम्रो सिन्सिनेटी बासीको चाहिँ यहाँ प्रवेश हुन लागिरहेको छ। उहाँहरूको यहाँनिर हाम्रो सिन्सिनेटीको टोली सिन्सिनेटी टोलीको यहाँ साकेला नाच सुरु हुन गइरहेको छ। यो चाहिँ हाम्रो पहिलो चरण हो। पानी पर्दै भए पनि हामीलाई चाहिँ एकदमै रमाइलो भइरहेछ। मेरो नाना यता मेरो बुहारी अनि चाहिँ यस्तो पानी झरीमा पनि साकेला नाच गर्दै हुनुहुन्छ। चाहिँ हाम्रो सिन्सिनेटी टोली र क्यान्टकी टोलीको साकेला नाच भइरहेको छ। पानी परिरहेको अवस्थामा पनि हाम्रो भाइ बहिनीहरूले मजाले नाच गर्दै हुनुहुन्छ। अब चाहिँ हाम्रो उभौली साकेला पनि अन्तिम हुँदै गइरहेको छ। किनभने पानीको कारणले गर्दाखेरि अब सिल्ली फर्काउने कुरा भइरहेको छ। यहाँ चाहिँ अब सिल्ली फर्काउने क्रम भइरहेछ। यो चाहिँ अब सिल्ली फर्काएको हो। चाहिँ मेरो छोरी अनि हाम्रो यहाँ फ्यामिली यहाँ चाहिँ पानी झरी भए पनि हामी चाहिँ यसरी उभौली साकेला मनाइरहेको छौँ। हाई छोरी। हाम्रो सिन्सिनेटी टोलीले चाहिँ सिली फर्काएर अब हामी घर जानलाई तयारी हुँदैछौँ। यसपछि चाहिँ क्यान्टकी टोलीको सिली फर्काउने पालो अरे। ल अब हामी चाहिँ घर फर्किरहेको छौँ। ल क्यान्टकीको उभौली साकेला चाहिँ पानी पर्दै ओर्दै भए पनि सम्पन्न भयो। हजुरहरू सबैले मेरो भ्लग हेरेर सपोर्ट गरिदिनु होला है त।
हस् त बाई फेरि भेटौँला